के नेपाल सानो देश हो या नेपाल सानो छ या ठुलो देश? धेरै नेताहरूले भाषणको क्रममा पनि भन्ने गर्नुहुन्छ नेपाल विश्वकै एउटा सानो देश हो। त्यसैगरी हामीलाई विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म पनि किताबहरूमा पनि लेखिएको कुरा पढाइयो कि नेपाल विश्वकै एउटा सानो देश हो। तर तथ्यगत रूपमा हेरौं, नेपाल विश्वको सानो देश होइन, नेपाल एउटा ठूलो देश, शक्तिशाली देश र वैभवशाली देश हो। कसरी? तथ्यगत रूपमा हेर्दा विश्वमा अहिले 193 देशले संयुक्त राष्ट्र संघको मान्यता पाएका छन्। संयुक्त राष्ट्र संघको मान्यता पाएका 193 देशमध्ये जनसंख्याको आकारका हिसाबले नेपाल 43औं स्थानमा रहेको छ। त्यसैगरी हाल कायम रहेका 193 देशमध्ये भूगोलको हिसाबमा नेपाल 93औं स्थानमा रहेको छ। यसरी जनसंख्याको हिसाबले 43औं स्थानमा र भूगोलको हिसाबले 93औं स्थानमा रहेको मुलुक सानो हुन सक्छ त? पक्कै पनि। जे जसरी हामीलाई अध्यापन गराइयो, जे जसरी हामीलाई तथ्यगत भ्रममा पारिएको थियो, यो कदम कदाचित होइन। प्राकृतिक रूपले पनि नेपाल विश्वकै कमजोर राष्ट्र होइन। विश्वमा 14वटा हिम श्रृङ्खलाहरू 8000 भन्दा माथिका रहेका छन्। ती मध्ये 8वटा हिमाल नेपालमा नै रहेका छन्। यति मात्र कहाँ हो र? सर्वोच्च शिखर सगरमाथाको देश हो नेपाल। यस हिसाबले पनि नेपाल पक्कै पनि सानो देश छैन। हिमाल, पहाड, तराई, नदी, खोला, ताल, झरना, उपत्यका र वन जंगलहरूले नेपाललाई अपूर्व सौन्दर्यको देश बनाएका छन्। नेपाल जैविक विविधताको अद्भुत खानी हो। बाघ, एकसिङे गैंडा, हिम चितुवा, रेड पाण्डा, घडियाल र 800 भन्दा बढी चराहरू र हजारौं वनस्पतिहरू यहाँ पाइन्छन्। वन जंगलले देशको 40% भन्दा बढी भूभाग ढाकेको छ, जुन विश्वकै उच्च वन प्रतिशत मध्ये एक हो। जल तथा जलविद्युतको हिसाबले नेपाल संसारकै अत्यन्त धनी राष्ट्रहरूमध्ये पर्दछ। हिमालबाट बग्ने कोशी, गण्डकी, कर्णाली जस्ता नदीहरू केवल प्राकृतिक सुन्दरता मात्र होइनन्, यिनै शक्तिशाली नदीहरू नेपाललाई जलविद्युत उत्पादनको विश्वस्तरीय सम्भावनाको देश बनाउँछन्। नेपाल विश्वको दोस्रो धनी जलस्रोत भएको राष्ट्र मानिन्छ र हाइड्रो पावर क्षेत्रमा नेपाल ऊर्जा निर्यातकर्ता बन्ने क्षमतामा अहिले उभिएको छ। पर्यटनका दृष्टिले नेपाल विश्वमै एक अद्वितीय गन्तव्य हो। साहसिक पर्यटन, हिमाल आरोहण, ट्रेकिङ, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, वन्यजीव अवलोकन, ग्रामीण पर्यटन सबैका लागि विश्वका उत्कृष्ट देशहरूमा पर्छ नेपाल। विश्वका 15वटा शीर्ष ट्रेकिङ मार्ग मध्ये धेरै नेपालमा नै रहेका छन्। लुम्बिनी र पशुपतिनाथ जस्ता पवित्र स्थलहरूले नेपाललाई आध्यात्मिक यात्रुको महत्त्वपूर्ण केन्द्र बनाएका छन्। प्रत्येक वर्ष लाखौं पर्यटक नेपाल भित्रन्छन् र नेपालको साहसिक, प्राकृतिक र चमत्कारसँग मोहित हुने गर्दछन्। धार्मिक दृष्टिले नेपाल अत्यन्त गौरवपूर्ण राष्ट्र हो। हिन्दू धर्मका लागि नेपाल विश्वकै एक महत्त्वपूर्ण आध्यात्मिक मूल हो। पशुपतिनाथ र अन्य मन्दिरहरूले यहाँको धार्मिक गरिमालाई बढाएका छन्। बौद्ध धर्मका जन्मदाता सिद्धार्थ गौतम बुद्धको जन्मथलो लुम्बिनीले नेपाललाई विश्वको आध्यात्मिक राजधानीको रूपमा प्रतिष्ठा थपिदिएको छ। नेपालमा हिन्दू, बौद्ध, किराँत, मुस्लिम, क्रिस्चियन सबै धर्मका मानिसहरू सौहार्दपूर्वक बस्छन्। धार्मिक सहिष्णुता, सहअस्तित्व र परम्परागत आपसी सम्मानले नेपाललाई सांस्कृतिक बहुलवादमा आधारित राष्ट्र बनाएको छ। वर्षैभरि बहने जलमार्ग, पहाड हुँदै बग्ने हिम पानीका नदीहरू, विशाल उपत्यकाहरू पनि नेपालमा रहेका छन्। ऊर्जा, खाद्य सुरक्षा, कृषि, पर्यटन र दिगो विकासको मेरुदण्डका रूपमा धेरै पूर्वाधारहरू प्राकृतिक रूपमा नेपालमा रहेका छन्। राजनीतिक रूपमा पनि नेपाल खुल्ला, उदार र बहुलवादी लोकतन्त्र भएको देश हो, जुन संसारको विरलै देशहरू मध्येमा एक हो। स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, खुल्ला समाज, संघीय संरचना र लोकतान्त्रिक अभ्यासहरूले नेपाललाई आधुनिक र सभ्य राष्ट्रको रूपमा पहिचान दिएको छ। आफ्नो विविधता, संस्कृति, धार्मिक सहिष्णुता र लोकतान्त्रिक व्यवस्थासँग नेपालले विश्वको सम्मान पाएको छ। यी सबै तथ्यहरूले स्पष्ट गर्छ कि नेपाल एउटा सानो राष्ट्र होइन।
नेपाल कुनै सीमित र कमजोर राष्ट्र पनि होइन। यसको प्राकृतिक शक्ति, सांस्कृतिक विरासत, धार्मिक महिमा, जैविक विविधता, जल सम्पदा, भूगोल, जनसङ्ख्या र राजनीतिक प्रणालीले नेपाललाई विश्वकै एक उत्कृष्ट, अद्वितीय र गौरवशाली राष्ट्र बनाएको छ। नेपाललाई सानो भनिनु देशको क्षमतासँग अन्याय गर्नु हो। नेपाल विशाल छ, भूमिमा होस्, प्रकृतिमा होस्, संस्कृतिमा होस्, इतिहासमा होस् या कुनै पनि किसिमको गौरवमा होस्। त्यसैले फेरि पनि नेपाल सानो राष्ट्र होइन, वैभवशाली, शक्तिशाली र प्राकृतिक स्रोत सम्पन्न राष्ट्र हो।